नमस्कार, मेरो नाम प्रिन्स राउत हो। नमस्कार, मेरो नाम सारा बस्नेत हो। नमस्कार, मेरो नाम आमान सिलवाल हो। नमस्कार, मेरो नाम सुमिरा पौडेल हो। नमस्कार, मेरो नाम अभिषेक हो। अब हामी हाम्रो पिपिएल प्रोजेक्ट सुरु गर्न गइरहेका छौँ। कक्षा 2 विषय हाम्रो सेरोफेरो पाठ प्रकोपबाट बचाउ समय 1 हप्ता। धन्यवाद। इन्टिमेन गुरु आमाले हामीलाई प्रकोपहरू सम्बन्धी चित्रहरू धन्यवाद। ड्राइभिङ क्वेसन तपाईँ एक बाधा प्रभावितको रूपमा प्रकोपहरूको बारेमा कसरी समुदायमा जनचेतना फैलाउनुहुन्छ? धन्यवाद। टाइटल अफ द प्रोजेक्ट सावधानी अवनव प्रकोपहरूबाट बचाउ। धन्यवाद। आगो लागि यो पनि एक प्रकारको प्रकोप हो। आगो लागि भएको बेलामा हामी घरभित्र बस्नु हुँदैन, त्यस्तो बेलामा हामी खुल्ला ठाउँमा जानुपर्छ। धन्यवाद। हावाहुरी पनि एक प्रकारका प्रकोप नै हो। यो पनि अचानक आउँछ। हावाहुरी आएको बेलामा घरभित्र नै बस्नुपर्छ र रुखहरूको नजिक भने जानु हुँदैन। धन्यवाद। बाढी यो एक प्रकारको प्राकृतिक प्रकोप हो। बाढी धेरै पानी परेपछि आउँछ। यस्तो बेलामा हामी पानी नजम्ने हल्को तथा सुरक्षित ठाउँतिर गएर बस्नुपर्छ। धन्यवाद। चट्याङ पनि एक प्रकारको प्राकृतिक प्रकोप हो। चट्याङ परेको बेला हामी घर बाहिर तथा रुखहरूको मुनि बस्नु हुँदैन। हामी सकेसम्म घरभित्र नै बस्नुपर्छ। धन्यवाद। भूकम्प एक प्राकृतिक प्रकोप हो। भूकम्प थाहा नपाएर चनेकाउने गर्दछ। भूकम्प आउँदा जमिन तथा घर बेसरी हल्लिँदछ। घर बेसरी हल्लिँदछ र घर भत्किन पनि सक्छ। त्यस्तो बेलामा हामी घर बाहिर खुल्ला ठाउँ गएर बस्नुपर्छ। धन्यवाद। पहिरो यो पनि एक प्रकारको प्रकोप नै हो। पहिरो जाँदा जमिनसँग घर पनि बगाएर लैजान्छ। त्यति बेला हामी भिरालोमा जमिनतिर नगइसम्म